बनायो नि उयो हो ए कुको तेरो मलाई वेट बबाल भयो ल बबाल वेलकम ब्याक टु माई न्यू ब्लगमा स्वागत छ गाइज। फेरि आज है बबाले अनि हामी चाहिँ केटाहरूसँग चाहिँ बबाले जाँदैछौँ होइन सुँगुर काट्नलाई गाइज। अनि सुँगुर र हाम्रो गाउँघरमा चाहिँ यस्तो छ क्या गाइज। अनि उकाली ओह्राली होइन हुनुपर्छ, निक्लिनुपर्छ। मेरो घर चाहिँ यहाँ माथि छ र गाइज गाउँ दुरले जाँदा त्यो रोटी पनि भेटिँदो रहेछ दा। अनि सुँगुर पर बबाले बनाएर साथीहरूले। अनि यता हाम्रो बमटोली चाहिँ पुरै हाम्रो बमटोलीहरू चाहिँ रातैभरि बम पड्काएर होइन सुतिरहेछ। अनि उनीहरूलाई रोटी खुवाउँदै म उठाउँछु। ओइ उठ्न माखा रोटी हेर्दा सेलाइसकेछ। रोटी खाँदै कुद्दै गाइज होइन। यो चाहिँ गाउँ धेरै पछि डुलेपछि होइन रोटी पनि भेटिन्छ गाइज। अनि हाम्रो केटाहरू चाहिँ पुरै बबाले यहाँनिर सुँगुर बनाइरहेको छ होइन। त्यो चाहिँ हाम्रो गाउँघरको हाम्रो रोजन बमको घर हो होइन गाइज। अनि धेरै मेहनती चाहिँ होइन, बाबा चाहिँ एकदम मेहनती हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो लक्ष्मी दाईको सुँगुर एकदम बबाल छ नि त। तर बाङ्गो टोपी नलाउनु त यार, खोइ म लगाइदिन्छु, सिधा लगाइदिन्छु। हुन्छ क्या काम गर्दा हो ओ खरिएछ धेर। र म पनि अहिले आएर अलिअलि काम गरिसकेँ होइन। यो हात काँदै भइसक्यो गाइज। अनि म अलिअलि मेहनती काम गर्ने मान्छे नि त, त्यही भएर। अनि यो हाम्रो सुँगुर चाहिँ अहिले यता चाहिँ के हुन्छ भने धार्नीको सिस्टम छ। धार्नीमा चाहिँ 2.5 केजी हुन्छ गाइज है। अनि 2.5 किलोलाई चाहिँ 1000 पर्छ है एक धार्नी बराबर। अनि चाहिँ काइदाको बनाउनु त मेरो दाजु। भरेर बनाएछु भिडियो हिसाब त अझै मैले भने सुँगुरको मासु बबाल भइसक्यो गाइज। अब सुँगुरको मासु बबाल यसले जिब्रो टोकिरहेको छ होइन। मैले भने आउँछ आइ बुढे वेट बबाल भयो ल बबाल। रातो बेलुका लगाने त पल्लोपट्टि पनि पुऱ्याउनु पऱ्यो नि त। सबैपट्टि लाउनु पर्छ नि। अब माल बन्यो गाइज, माल अब चाहिँ अर्ग्यानिक हो। मालिस त नगरे त हुँदैन नि। र फाइनली हाम्रो काम चाहिँ यता बबाले भइसक्यो है गाइज। अनि यता हाम्रो फेरि अब यहाँनिर चाहिँ यो चित्र उछाएर चाहिँ अब यहाँ काटकुट गर्नुपर्ने हुन्छ। यो चाहिँ सुँगुर अहिले चटचट काट्नुलाई चाहिँ बबाल हुन्छ नि त होइन। खुकुरी लागु बनाउनु पर्यो। अनि हाम्रो बम केटाहरू उठेन क्या, फेरि जानु पर्यो गाइज। किन बम केटाहरू भन्छ भने चाहिँ किनभने चाहिँ बम भनेको चाहिँ अब 24 घन्टामा 18 घन्टा चाहिँ बम हानेको गर्छ नि त, पड्काएकै। अनि त्यही भएर चाहिँ मैले बम केटाहरू भनेको होइन। अनि हाम्रो यता माल बम बनिरहेछ होइन। हामी चाहिँ बल्ल फाइनली गाइज यसलाई ल्याइसक्यौँ होइन। अब यसलाई चाहिँ बबाल बनाउनु छ। र हाम्रो फाइनली हाम्रो काम गरिसक्यो होइन। पर्सिमा 1 किलोको यहाँ चाहिँ हाम्रो कार्यक्रम भइरहेछ अपरेसन गाइज। अपरेसन यो के अपरेसन? र हाम्रो चाहिँ बाजेहरू काकाहरू होइन यहाँ सबैजना हुनुहुन्छ नि। गाउँमा चाहिँ यस्तो बवाल हुन्छ गाइज। अनि यसलाई चाहिँ सुँगुर चाहिँ बवाल हानिदिने हो।
ज्यामिर हो गाइज है। यता हाम्रो बमले चाहिँ यहाँनिर चोया काट्दैछ गाइज। अचाना है गाइज, यो साखोपा भन्छ हामी चाहिँ होइन, अचाना पनि र यसलाई चाहिँ पुरै सफा गर्ने काम भइरहेको छ। बबाल त्यसले त गर्ने नि उयो हो। फाइनली हाम्रो चाहिँ काम चाहिँ सकिने छ है गाइज चाहिँ। फाइनली भाग लगाएर अब सकाइसक्यौँ है। अब यसलाई चाहिँ फाइनली अब हामीले जोखेर चाहिँ अब लानुपर्ने हुन्छ गाइज सुँगुर। अब हाम्रो चाहिँ यहाँ जोख्ने काम भइरहेछ होइन। जोख्नु चाहिँ अब हाम्रो चाहिँ केजी ढकको सिस्टम हुन्छ गाइज, अनि धार्नीको पनि सिस्टम हुन्छ न। धार्नीमा चाहिँ हाम्रो 2.5 किलो हुन्छ, अनि यसलाई पैसा चाहिँ हिसाब गर्ने भने हाम्रो 1000 रुपियाँ 1000 1000 पर्छ है, एक भाग बराबर। केजीकै हिसाब गर्ने हो भने चाहिँ गाइज अनि हाम्रो चाहिँ 400 रुपियाँ केजी पर्छ है। यसलाई चाहिँ अहिले यहाँ चाहिँ गाउँमा चाहिँ ठाउँ लाग्यो। मैले चाहिँ सिलुनेर लानुपर्ने हुन्छ होइन मासु गाइज, अनि यो चाहिँ निगालोको चाहिँ हो। र फाइनली म चाहिँ मासु बोकेर घर फर्किँदैछु है। अनि आजको लागि चाहिँ भिडियो यति नै, हामी नेक्स्ट भिडियोतिर भेट्नेछौँ। अनि यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर यसो मलाई साथ सपोर्ट दिनु होला गाइज है।